यो पालि भोट तपाईले रासपालाई दिनु भएन भने तपाईले नर्कमा पनि बास पाउनुहुन्न। यो भने मेरो होइन है, उहाँको बालन शाह के या घंटी में रासपा के वोट न देती प्रत्यक्ष समानुपातिक दुन में तो ओकरा यदि हिंदू धार्मिक संस्कार के हिसाब से नरक में भी जगह नहीं मिलती। हुँदा हुँदा यो मान्छेले चाहिँ सोझा साझा जनतालाई धार्मिक ब्ल्याकमेल पनि गर्न थाल्यो है त। हिजो अस्ति यही मान्छेले बालेनलाई गाली गर्दै थियो। उता काठमाडौँ नगर को विकास महानगर को विकास गर्नलाई बनाएको मेयरलाई काठमाडौँ महानगरमा सिन्धुपाल्चोक त्यसलाई जलाउनलाई बनाएको। कहिले कांग्रेस, कहिले स्वतन्त्र, कहिले यता घन्टी पार्टी, जहाँ हिँडे पनि यिनीहरूलाई चाहिँ हामीले नेता मान्नै परेछ, नेतै ठान्नु परेछ। स्वार्थ मिलेसम्म ठिक छ, स्वार्थ नमिलेसम्म त्यही बेठिक। आमामा नेता चाहिँ हामी नेपाली जनताले पाएकै हो।